भने यसमा एक्सक्युज भनेर दाइले मसँग चाहिँ आफ्नो गल्ती रियलाइज गर्नुभयो। अब सिके राउत भन्ने मान्छे अमेरिकामा पढ्ने वैज्ञानिक सिआइएको एजेन्ट हो। कोही दम भएको मान्छे छ त लड्ने मसँग अहिले छ भने बोलाउनु भन्थ्यो मेरो कुरा सुन्नुहोस्। अनि सिके राउतले यदि केपी ओलीको सरकारमा आत्मसमर्पण नगरे भए त्यसको 3 दिनभित्रमा सिके राउतलाई इन्डियाले मार्थ्यो। त्यो नयाँ खुलासा गरेँ मैले। किनभने सिके राउतले नेपालको तराई र इन्डियाको उतापट्टिको भूभाग पनि समेटेर स्वराज भन्ने घोषणा गर्न लागेको थियो। तिनले छुट्टै देश होइन छुट्टै त्यही भएर हिजो के भने यही हो मौका, अब हामीले चाहिँ राज्य छुट्टै घोषणा गरिहालौँ भने सिके राउत आफ्नो श्रीमतीलाई मिलाउन सकेछौ भाइ तिमीले। अनि तिमीले अर्को देश बनाउँछौ, तिमीलाई बाँच्न मन छ कि छैन? होला तिमी सिआइको एजेन्ट होला, तिमीलाई अमेरिकाले प्रोटेक्सन गर्ला, तिमीलाई मिसाइल कहाँ छ, प्रविधिको हतियार पनि होला, र युवराज सफललाई खसालेर देखाउला। होइन भने देशभक्त नेपाली नागरिक युवराज सफल छ भने यी दलालहरूका विरुद्धमा युवराज सफल लड्छ। यदि मैले भने केपी ओलीले त्यतिखेर नलगे भए 3 दिनभित्रमा इन्डियाले मार्थ्यो सिके राउत। तपाईँले राज्यद्रोहको मुद्दा हाले, खोइ त मुद्दा हाल्नुपर्ने त सिके राउतलाई होला नि यो स्थितिमा। सिके राउत बकबक गर्दैछ, आफ्नै श्रीमतीले साथ छोडेको छ। अनि यस्ता मान्छे अब पार्टी फुटाएर अर्को चाहिँ दर्ता गरिसके। यो मान्छेलाई उपयुक्त अझै अरू कुरा प्रमाणहरू आओस् न, अलिक चाङ बनाएर महेश बस्नेतहरूलाई त्यो समाजमा भड्काउ अभिव्यक्ति दिएको खै मुद्दा हालेको जो कमजोर छ त्यसलाई मात्रै मुद्दा हाल्ने होइन। महेश बस्नेतले तपाईँको चाहिँ विभिन्न अपराध गरेको भनेर जो पीडित हो, पीडितले उजुरी दिएको छ। अदालत सर्वोच्च उच्च अदालतमा प्रहरीमा केस छ। अनि अहिले मैले यसको फैसला गरेपछि त्यो न्यायाधीश त्यो पुलिसको के काम त? त्यो अदालतले चाहिँ टुङ्ग्याउने विषय भएको हुनाले अनि त्यो त फरक केस हो नि। युवराजले अहिले जसरी राजनीतिक परिस्थिति घटनाहरू भइरहनु उहाँको अब 27 गतेबाट लागु हुने हो। अब सरकारले थोपेको छ होइन। 1 नम्बरमा रहेको धनबहादुर कार्की आइजी भन्नै पर्ने। अनि 1 नम्बरमा रहेको विश्व अधिकारी हुन नपर्ने कारण के प्रहरी भनेको सबैको साझा होइन। सबै आइजिपी हुनु त्यसो भए, दुईटै आइजिपी हुनु त्यसो भए, एउटा त हुनु पर्ला। मैले अध्ययन गरेर आउनु पत्रकार मित्र, मैले एसएसपीबाट डिआइजी भन्दाखेरि भने पैसा बन्दोबस्त के अरे उत्तर बुझेर प्रश्न गर्नु भनेपछि गलत मान्छेलाई बनाइयो तपाईँको आरोप थियो त्यसो भए? होइन, मैले त्यो भनेको छैन। त्यो त संविधान कानुनले भन्छ। भनेपछि अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले कसैलाई पनि कारवाही गर्न नसक्ने किन खुट्टा कमाउनु भयो तपाईँको दृष्टि? अब पिसाब फेर्न पनि अरूले राख्दिनु पनि उठाउन पनि अरूले पर्ने भन्ने दुर्गा प्रसादले भने। खै त्यो त म जान्दिनँ, त्यसरी पनि नभनौँ। तर उहाँ केपी ओली र शेरबहादुरको कार्यकर्ता हो। त्यस्ता कार्यकर्ताबाट नेपो बेबी भनेर चाहिँ आन्दोलन गरे। सुशीलाको छोराछोरी कहाँ छ? ओम प्रकाश अर्यालको छोराछोरी कहाँ छ? महावीरको छोराहरू को छन्, कहाँ छन्? अन्त अरू रामेश्वर खनालहरूको कुलमानहरूका छोराछोरी कहाँ छन्? यो तपाईँले खोजेर बाहिर ल्याइदिनु। महावीर पुन जस्तो सोझो मान्छेलाई तपाईँले फेरि त्यस्तो भन्नुहुन्छ भनेर बिचरा महावीर उहाँ मान्छे सोझो होइन, मोटो मोटो हुनुहुन्छ, ढल्केर हिँड्नुहुन्छ म जस्तै। अहिले अब त्योभन्दा सोझो हुन्छ जे भयो ठ्याक है। त्यो विषयमा म धेरै टिका टिप्पणी म गर्छु। सबैको विरोध गरेर तपाईँले विरोध अनि समर्थन कसलाई गर्नुहुन्छ भन्नुहोस् त? तपाईँलाई गर्छु, देशलाई समर्थन गर्छु, नागरिकलाई समर्थन गर्छु। तपाईँ दुर्गा प्रसाईको समर्थक हो होइन? मैले कसरी समर्थन गर्छु? अघि कुरा उठाउनु भएन नि उहाँको? होइन, दुर्गा प्रसाईको विषयमा म अस्ति भेट्न गएको थिएँ। के कुराकानी? मिटिङ भयो। कति पटक मलाई फोन गरेपछि म गएको हुँ। दुर्गा प्रसाद तपाईँलाई बोलाउनु हो पटक के भयो त्यहाँ वार्ता बताइदिनुहोस्। वार्ता म त देश बचाउने जति एक ठाउँमा हो भनेको थिएँ। अब भारतबाट बिहारीहरू को ल्याएर यहाँ आन्दोलन चर्काउने त्यो रणनीति उहाँको चाहिँ हो भनेदेखि त्यो तरिकामा त्यहाँ हामी संलग्न हुन्नौँ। मङ्सिर 7मा युवराज सफल चिया खाएर घरमै बस्छ। त्यसपछि उहाँले चाहिँ बिहारबाट मान्छेहरू ल्याउने कि गोप्य तयारीहरू गरिराखेको सूचना केही भयो पाउनुभयो तपाईँले? त्यो हो, आइआइबीले त्यो पाएको छ। जसरी बालेनले सिआइएको पावर देखाएर चाहिँ जेनजी आन्दोलन गरे, पश्चिमाले जे देखायो दक्षिणले त्यसको काउन्टरमा अर्को मुभमेन्ट चलाउँछ। त्यसको नेतृत्व दुर्गा प्रसाद। अनि भेट्न चाहिँ तपाईँ गोप्य रूपमा खुसु भेटिरहने अनि बाहिर आएर विरोध गर्ने होइन? एकचोटि गएको भाइले दाई के छ भने हालखबर सोध्न गएको, त्योभन्दा अरू केही पनि छैन। तपाईँहरू त्यहीँ लगेर पुगिरहनु भएको छ। होइन, युवराज सफलप्रति त देश केन्द्रित छ अहिले। तपाईँ त मुद्दा लागेको हुन्छ नि त। म आज एउटा कुरा तपाईँलाई सार्वजनिक रूपमै मैले भने, यो कुरा लुकाउन पनि पर्थ्यो। मैले चाहेको के थिएँ भने दुर्गा प्रसाईले राष्ट्रियता कुरा गर्छ। अब बैङ्कको ऋण तिर्नु पर्दैन भने एउटा सहकारी ठगीमा जेलमा छ,
प्रमाणित हुने नहुने भोलि कोर्टले गर्ला, जेलमा त छन्। अनि बैङ्कको ऋण नतिर्ने भन्ने चाहिँ बाहिर खुलेआम दौडेर हिँड्नु मिल्छ? सहकारी ठगी नभन्नु भनेपछि दुर्गा प्रसाद नै पक्राउ पर्नुपर्छ भन्ने अब तपाईँको बैङ्कको पैसा तत्काल तिर्नुपर्छ। अनि भारतको जोगी सोजी ल्याएर चाहिँ भोगी ल्याएर यहाँ आन्दोलन गर्ने यो एउटा हुँदैन। अर्को कुरा सुन्नुहोस्, हजुर यदि यो दुईवटा कुरो दुर्गा प्रसादले सुधार्छन् भने माटो बचाउन दुर्गा प्रसाद, युवराज सफल, नेपाल नागरिक पार्टीका चाहिँ डाक्टर सुरेन्द्र भण्डारी, हर्क साम्पाङ हामी एक हुनुपर्छ र त्यसैको मिटिङ गर्नको लागि गएको होला। मैले खुलासा गरेँ। जस्तो कि दुर्गा प्रसाई तपाईँले भन्नुभयो रवि लामिछाने सहकारीको रकम अपचलन गरेर हिंसाले त्यसको उनी सिइओ भएको कारण तपाईँले पनि मुद्दाको लागि काम गर्नुभयो। उहाँ यति बेला कारागारमा हुनुहुन्छ। दुर्गा प्रसाई त खुला मुद्दा भन्दै हुनुहुन्छ नेपालमा 20 लाखभन्दा कम लिएका सहकारीको ऋण तिर्ने नै होइन, तिर्दैनौँ भन्दा ठिक छ, त्यो दुर्गा प्रसादले त्यो दुर्गा प्रसादले तिर्नुपर्छ। ऋण लिने नतिर्ने मलाई चाहिँ मुद्दा हाल्नु पर्दैन होइन, उहाँ मान्छे भर्काइराख्नु भएको छ, सडकमा राख्नु भएको छ। यहाँ सरकार छ भने सरकारले गर्नु पऱ्यो। अस्ति मैले सुने एमबिएस कोटामा अलिकति के बढाइदिया भएर उहाँको अस्तिको आन्दोलनमा तुइयो। अहिले 1-2 दिनमा गृहमन्त्रीसँग बस्दैछन् रे। यस्ता बार्गेनिङ गर्ने यस्तो परिपाटीले चल्दैन। उहाँ अब उहाँसँग मेरो अब भेट हुँदैन। तपाईँले यति बोलेपछि अब भेट हुँदै पुरै भने होइन? मेरो अब भेट हुन्न। मैले हर्क साम्पाङ दुर्गा प्रसाद हामी सबै गर्ने भनेको अब उहाँले सिधै भन्नुभयो यो एमएनओको के मान्छे भन्नु। अनि अब हर्क साम्पाङलाई एमएनओको मान्छे भन्ने भन्ने, युवराज सफल मुद्दा लालु त्यसलाई कहाँ भेट्नुहुन्छ भन्ने, सुरेन्द्र भण्डारी यो पनि अब राष्ट्रवादी राजावादी हो भन्ने, दुर्गा प्रसादले पनि लोन लिखा नतिर भन्ने, यो भन्यो भने चाहिँ हामी फुट हुने हो नि त। त्यसले गल्ती सबैको सुधार्नुपर्छ। म कहाँनिर सचिनुपर्छ म तयार छु। दुर्गा प्रसाद चाहिँ ब्याङ्कहरूको ब्ल्याक लिस्टमा परेको मान्छे होइन नि त? तपाईँ आरोप कसरी लाउँदै हुनुहुन्छ भने? होइन, मैले ब्ल्याक लिस्टमा परेको भनेको छैन। तपाईँले खाएको लोन तिर्नुहोस्। तिर्दै हुनुहुन्छ उहाँले तिर्नु भएको बारम्बार। तिरेको भए राम्रो, तर चाहिँ फी गर्ने के अरे फ्री गर्ने भन्नु भएन। दुर्गा दाईले तिर्दिनुहुन्छ त? मैले यी रिपोर्टर्स क्लबमा दुर्गा प्रसाद बारेमा बोलिसकेको थिएँ। दाईले मलाई बिहानै फोन गर्नुभयो, ए सफल अरू भाइ हात खुट्टा भाँच